नमस्कार। यो भिडियोमा म मोबाइलको प्रयोग गरेर आफ्नो बिएमआई आफै कसरी निकाल्न सकिन्छ भनेर सिकाउन जाँदैछु। त्योभन्दा पहिले छोटकरीमा बिएमआई भनेको के हो र यसले के कुराको इन्डिकेट गर्छ त्यसको बारेमा बताउन चाहन्छु। साधारण भाषामा बिएमआई भन्नाले तपाईँको उचाइ अनुसार तौल ठिक छ कि छैन भन्ने बुझिन्छ र अप्रत्यक्ष रूपमा तपाईँको शरीरमा बोसोको मात्रा कति छ भन्ने कुराको सङ्केत गर्दछ। तर तपाईँ यदि खेलाडी हुनुहुन्छ र हेभी एक्सर्साइज गर्नुहुन्छ भने तपाईँको बिएमआई अटोमेटिकल्ली धेरै देखाउन सक्छ। यो बिएमआईको प्रमुख लिमिटेसन्स वा कमजोरी हो। अब भने म ढिलो नगरिकन बिएमआई कसरी निकाल्न सकिन्छ त्यसको बारेमा बताउन जाँदैछु। भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले मोबाइलको प्ले स्टोरमा जाने र प्ले स्टोरमा गइसकेपछि सर्च बटनमा गएर अथवा सर्च अप्सनमा गएर बिएमआई क्यालकुलेटर भनेर टाइप गर्ने र टाइप गरिसकेपछि यो आइकनमा क्लिक गर्ने र इन्स्टल गर्ने। मैले चाहिँ पहिले नै इन्स्टल गरिसकेको भएर यहाँ ओपन देखाइरहेको छ। अब इन्स्टल गरिसकेपछि सम्बन्धित एपमा गई क्लिक गर्ने र क्लिक गरिसकेपछि ओपन गर्ने। यहाँ ओपन गरिसकेपछि तपाईँले यहाँ विभिन्न किसिमका अप्सन्सहरू देख्न सक्नुहुन्छ। सबैभन्दा माथि तपाईँको विवरणहरू भर्ने अप्सन्स देख्न सक्नुहुन्छ र बिचमा बिएमआई मिटर देख्न सक्नुहुन्छ र त्यसको अन्डरवेट, नर्मल र ओभरवेट भनेर तीनवटा क्याटेगोरीहरू पनि देख्न सक्नुहुन्छ र अन्तिममा बिएमआईको विभिन्न रेन्जहरू देख्न सक्छ। मैले अब मानिलिउँ हजुरको उमेर चाहिँ 36 छ, एकछिनलाई हजुरको हाइट 172 सेन्टिमिटरको छ र तपाईँ चाहिँ फिमेल हुनुहुन्छ र तपाईँको वेट चाहिँ 60 केजीको छ भने तपाईँको बिएमआई नर्मल रेन्जमा देखाएको छ र तपाईँको बिएमआई ठिक छ भन्ने कुराको सङ्केत गरेको छ। अब एकछिनको लागि मानिलिउँ तपाईँको वेट चाहिँ 45 केजीको छ भने तपाईँको बिएमआई कम देखाएको छ र यसले के कुराको सङ्केत गरेको छ भने तपाईँको वेट चाहिँ कम छ भन्ने कुराको सङ्केत गरिरहेको छ। र मानिलिउँ एकछिनको लागि फेरि हजुरको वेट चाहिँ 85 केजीको छ भने तपाईँको बिएमआई 28.7 देखाएको छ र हजुरको शरीरको तौल नर्मलभन्दा सामान्यभन्दा 11.2 केजीले बढी छ भन्ने कुरालाई यहाँ देखाएको छ। अब म खास गरिकन यदि तपाईँको बिएमआई नर्मल रेन्जमा पर्यो भने तपाईँको तौल पनि सामान्य छ भन्ने जनाउँदछ। तर तपाईँको बिएमआई नर्मल रेन्जभन्दा कम देखायो भने तपाईँको उचाइ अनुसारको तौल पनि कम छ भन्ने जनाउँदछ। तर बिएमआईको रेन्ज नर्मलभन्दा माथि देखायो भने तपाईँको तौल धेरै वा अधिक छ भन्ने जनाउँदछ। साथै तपाईँको शरीरमा अप्रत्यक्ष रूपमा बोसोको मात्रा धेरै छ भन्ने जनाउँदछ। यदि बिएमआई कम छ भने तपाईँको शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्त्वको कमी भएको छ अथवा तपाईँको शरीरमा कुनै स्वास्थ्य समस्या छ कि भन्ने कुराको सङ्केत गर्दछ र तपाईँले सोही अनुसार सन्तुलित आहार तथा खानपानमा ध्यान दिनुपर्दछ। तर तपाईँको बिएमआई सामान्यभन्दा धेरै छ भने तपाईँलाई विभिन्न किसिमका दीर्घरोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, त्यसै गरी अन्य मुटु र रक्तनलीसँग सम्बन्धित रोगहरूको जोखिम बढ्दैछ भन्ने कुराको सङ्केत गर्दछ अथवा त्यो कुरा जनाउँदछ। र यस्तो किसिमको जोखिमलाई रोकथाम गर्न हजुरहरूले नियमित रूपमा शारीरिक व्यायाम गर्ने, हरियो सागपात तथा फलफुलहरूको नियमित रूपमा उपभोग गर्ने, खराब व्यक्तिगत आनीबानीहरू जस्तै खैनी, चुरोट, जाँड रक्सी अनि अधिक प्रशोधित खानाहरूको सेवन गर्नुहुन्छ अथवा उपभोग गर्नुहुन्छ भने त्यसको त्याग गर्ने, खाने खानामा चिनी, नुन, मैदाको मात्रा कम गर्ने र मानसिक स्वास्थ्यको लागि नियमित रूपमा योग ध्यान जस्तो कुरामा एकदमै ध्यान दिन